त्यो सबभन्दा पहिला लेटेस्टको थियो। यो चाहिँ अलि भन्दाखेरि मे 5 मा 2026 मा आएको रहेछ। मैले स्पटमा इन्टरभ्यू विथ माई फर्स्ट मिलियनमा त्यसमा मैले सिकेको कुराहरू के छ भने इम्पोर्टेन्ट कुरा के भनेको छ भने भन्दाखेरि ह्याङ आउट विथ द पिपल बेटर देन यु, सबैलाई थाहा छ। अर्को चाहिँ इन्ट्रोड्युस ऱ्यान्डमनेस इन योर लाइफ। नयाँ नयाँ कुराहरू आउनु दिनु पर्यो होइन, बेला बेलामा भन्नु खोजे अब यु क्यान लर्न फ्रम एनी वान। तपाईँ यु क्यान लर्न एनिथिङ फ्रम एनी वान if that is obviously better than you in that particular things. अर्को चाहिँ यो जहिले नि भनिरहेको हुन्छ क्लोन सेमलेसली होइन, किनभने एभ्रिथिङ इज क्लोन, एक्चुअली मोडिफाइड क्लोन। यसो हेर्दाखेरि त हाम्रो एसेस्टरहरू नै डिफ्रेन्ट टाइपको पिपलहरू थियो, स्पेसली इन आर्टहरूमा। सो वी क्यान क्लोन anything. We can clone. Don't be ashamed of it. Just clone. अर्को भनेको नेपाल इन्डियामा कम्पेयर गर्न सकिन्छ होइन, सेयर मार्केटको कन्टेक्स्टमा भन्नु खोजेको। कुनै कम्पनीज नेपालमा आइरहेछ भन्दाखेरि त्यो त्यस्ता कम्पनी पक्कै पनि इन्डियामा होला। सो वी क्यान स्टडी द्याट कम्पनीज इन इन्डिया एन्ड ट्राई टु पुट पर्सपेक्टिभ्स फ्रम आवर कन्ट्रिज। यसमा चाहिँ अर्को चाहिँ वारेन बफेटको बायोग्राफी पढ्नु भनेर भन्न खोजे हो। त्यसले पढेको छ, हामीले पनि पढेको राम्रो भनेर भन्छन् होइन। इफ कान्ट एक्सप्लेन योर इन्भेस्टमेन्ट टु 5 years चाइल्ड देन इट्स क्लियर नो। हामीले पनि थाहा भएकै कुरा हो। अनि यो कन्टेक्स्टमा चाहिँ त्यो के अरे पेप्सी कोका कोलाको म्यानुफ्याक्चर लाइक बोटल म्यानुफ्याक्चरहरूको बारेमा कुरा चलिरहेको थियो। त्यस्तै कम्पनीजहरू हाम्रो नेपालमा पनि छन् होइन, दुइटा छन् लेप्सेमा लिस्टेड, बोट्रल्स नेपाल लिमिटेड बालाजु बिएनएल भनेर सफल। अर्को चाहिँ बोट्रल नेपाल तराई लिमिटेड बिएनटी भनेर। तराई लिमिटेड भनेको बोट्रल नेपाल लिमिटेडको सब ब्रान्च रहेछ होइन। सो यसको सेयर डेलैमा होल्ड गर्न पाएको भए राम्रो हुन्थ्यो होइन। डिभिडेन्ड त्यस्तो राम्रो छैन, एभ्री इयरली छैन, तर सेयर प्राइस 14,000 छ एउटाको, अर्कोको 11,000 छ। सो अहिले यो यति बेला प्राइस त सेचुरेटेड भइसकेको छ, कम्पनी पनि सेचुरेटेड भइसकेको छ। यसमा त बढी के नै ग्रो गर्ला भनेर मेरो थिङ्किङ हो। सो बेस्ट कम्पनी बट नट राइट टाइम टु इन्भेस्ट इन इट, सेचुरेट भइसकेको छ। त्यस्तै यो कम्पनी 200-300मा आयो, कहिले आउला, कसरी किन आउला भन्ने कुरा छ होइन, आयो भने गरौँला। अर्को चाहिँ वेयर हाउसको बारेमा कुरा चलिरहेको थियो। वेयर हाउसमा भन्दाखेरि एउटा नेपाल वेयर हाउस कम्पनी लिमिटेड एनडब्लुसिएल भनेर छ होइन। 500 कि कति सेयर प्राइस थियो, डिभिडेन्ड कहिले दिएको छैन। नट फर अस, सानोतिनो मान्छेको लागि होइन जस्तो लाग्छ मलाई। म जस्तो मान्छेलाई छैन, जस्तालाई मान्छेलाई छैन जस्तो लाग्छ यो। हेरौँला है। अर्को के छ भन्दाखेरि यु निड टु फाइन्ड आउट वाट यु लभ टु डु। मलाई आफै थाहा छैन अहिलेसम्म मैले के मनपर्छ, स्टिल फिगरिङ आउट, लेट्स सी। अर्को बुकहरूको नाम पनि भनिएको छ होइन, लाइक त्यो पोडकास्टमा बिट द डिलर्स, पावर भर्सेस फोर्स, गान्धीज अटोबायोग्राफी, द स्टोरी अफ माई एक्सपेरिमेन्ट विथ ट्रुथ्स, योहरू बुकहरूको नामहरू छ। पढेको राम्रो, कहिले पढ्ला, आई विल गेट अपडेटेड अबाउट द्याट। यो पोडकास्टमा यति थियो।